गर्भवती भएको बेलामा यौन सम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने जिज्ञासा छ यो एकदमै धेरैको मनको प्रश्न हो धेरैको मलाई मनको प्रश्न हो यो हैन? चाहिँ त्यसैले अहिले जे प्रश्न उत्तरहरू गरिरहेछौँ हामीले सेलेक्टिभ प्रश्नहरू तपाईँले ल्याइराख्नु भएको छ हजुर यो एकदमै महत्त्वपूर्ण कुरा हो अब गर्भवती भएको बेलामा स्वाभाविक रूपमा दुई तीनवटा कुराहरू विचार गर्नुपर्छ एउटा गर्भ धारण गरेको कारणले यदि त्यो महिलामा यौन सम्पर्क गर्ने इच्छै छैन भने जबरजस्ती गर्नु भएन हैन त्यो पहिलो कुरा हो अब दोस्रो उसलाई इच्छा भयो र इच्छा भएर पनि उसलाई चाहिँ अब पोजिसन भनौँ न हैन कस्तो चाहिँ मतलब चाहिँ आसनमा चाहिँ यौनको आसनमा चाहिँ सम्पर्क गर्दाखेरि चाहिँ उसलाई अप्ठ्यारो हुँदैन हैन असजिलो हुँदैन त्यस्तो असजिलो नहुने आसनमा चाहिँ यौन सम्पर्क गर्न नसकिने होइन गर्न सकिन्छ तर उसलाई अप्ठ्यारो हुनु भएन उसलाई सहमति हुनु पर्यो र त्यो सहमति बिना यदि हामीले चाहिँ गर्भधारण गरेको गर्भवती चाहिँ पार्टनरलाई हामीले यौन सम्पर्क गऱ्यौँ भने चाहिँ त्यो चाहिँ राम्रो मानिँदैन र त्यसले चाहिँ तपाईँको के भन्छ त्यो एउटा मानव जातिले गर्नुपर्ने खालको हैन व्यवहार पनि होइन हामीले गर्भवती भएको बेला यौन सम्पर्क गर्न सकिन्छ कि सकिँदैन भन्ने जिज्ञासामा छलफल गरिराखेका छौँ अब यो चाहिँ सहमतिमा गर्न सकिन्छ तर आसन मिलाउनु पर्यो र गर्भवती आमालाई पनि इच्छा हुनु पर्यो हैन नत्र भने चाहिँ यो गर्न मिल्दैन र यदि त्यो चाहिँ जबरजस्ती गर्भवती आमालाई हामीले यौन सम्पर्क गऱ्यौँ भने त्यो त ठुलो अपराध हो मानव जातिले चाहिँ गर्न नहुने अपराध हो हैन तर इच्छा छ भने चाहिँ गर्न मिल्छ र गर्भवती भएको अवस्थामा पनि इच्छा हुनसक्छ महिलाहरूलाई त्यो इच्छा हुने महिलाहरूले चाहिँ यौन सम्पर्क गर्दाखेरि पेटमा भएको बच्चाहरूलाई केही असर गर्दैन तर आसन चाहिँ मिलाउनु पर्यो सजिलो गर्भको शिशुलाई केही पनि असर गर्दैन यौन सम्पर्कबाट कुनै अप्ठ्यारो चाहिँ पर्दैन